नेपालको सभ्यता, वीरता र संस्कृतिको इतिहास पल्टाउँदा पहाडका ढुङ्गा झैं अडिग, खोला जस्तै स्वच्छ र युद्धभूमिमा सिंह झैं निर्भीक एउटा जाति बारम्बार स्मरणमा आउँछ। त्यो जाति हो मगर जाति। नेपालको पहाडी भूभागमा आफ्नो मौलिक भाषा, संस्कृति, परम्परा र अदम्य साहस बोकेर हजारौं वर्षदेखि अस्तित्व जोगाइरहेको मगर जाति केवल एउटा समुदाय मात्र होइन, नेपालको आत्मासँग गाँसिएको इतिहास हो। इतिहासकारहरूका अनुसार मगरहरू तिब्बती बर्मेली मूलका आदिम हिमाली समुदाय मध्ये एक हुन्। उनीहरू नेपालका पश्चिम तथा मध्य पहाडी भूभागमा अत्यन्त प्राचीन कालदेखि बसोबास गर्दै आएका थिए। काली गण्डकी, भेरी, राप्ती र गण्डकी क्षेत्रका पहाडहरू मगर सभ्यताका मौन साक्षी हुन्। पाल्पा, रोल्पा, रुकुम, म्याग्दी, बागलुङ पर्वत, तनहु, प्युठान र गोर्खाका डाँडा काँडामा मगर इतिहासका पाइला आज पनि जीवितै रहेको भेट्न सकिन्छ। मध्यकालीन नेपालमा 2224 राज्यहरूको उदय हुँदा मगर राजाहरूले विभिन्न पहाडी राज्यहरूमा शासन गरेका थिए। भिरमाथिका किल्ला र पहाडका दुर्गम बस्तीहरूमा उनीहरूको शासन केवल शक्तिको प्रतीक थिएन, त्यो आफ्नो भूमि, संस्कृति र स्वाभिमानको रक्षा पनि थियो। नेपाल एकीकरणको इतिहासमा मगरहरूको वीरता अमिट छाप बनेर बसेको छ। गोर्खाली सेनामा मगर युवाहरूको साहस र युद्ध कौशलले नेपाल विस्तार अभियानलाई बलियो बनायो। पहाडका साँगुरा बाटा, जंगल र भिरमा हुर्किएका ती वीरहरू कठिन परिस्थितिमा पनि कहिल्यै नडराउने स्वभावका थिए। यही साहसले पछि गोर्खा सैनिक परम्परालाई संसारभर प्रसिद्ध बनायो। विदेशी सेनाहरूले समेत मगर र गोर्खाली सैनिकहरूको बहादुरीलाई सम्मानका साथ सम्झिरहे। तर मगरहरूको पहिचान केवल युद्धमा मात्र सीमित थिएन। उनीहरू मेहनती, इमान्दार र समुदायका लागि बलिदान दिन तयार रहने मानिसहरू थिए। दुःखमा साथ नछोड्ने, संकटमा एकअर्काको काँधमा काँध मिलाउने र श्रमलाई सम्मान गर्ने संस्कार मगर समाजको विशेषता थियो। मगर समुदायको सांस्कृतिक संसार अत्यन्त समृद्ध र रङ्गीन छ। उनीहरूको आफ्नै भाषा, वेशभूषा, लोकगीत, नृत्य र जीवन दर्शन छ। मगर भाषाका ढुट, खाम र काइके जस्ता रूपहरूले उनीहरूको सांस्कृतिक गहिराई झल्काउँछन्। पहाडी चौतारीमा गुन्जिने मारुनी, सोरठी, झ्याउरे र घाँटुका गीतहरूमा प्रेम, प्रकृति, पीडा, युद्ध र जीवनका अनगिन्ती कथाहरू लुकेका हुन्छन्। मादलको तालसँगै घन्किने ती धुनहरूमा पहाडको आत्मा बोलिरहेको अनुभव हुन्छ। मगर समाज प्रकृतिसँग अत्यन्त नजिक थियो। खोलालाई जीवन, जंगललाई साथी र भूमिलाई आमाको रूपमा सम्मान गर्ने परम्परा उनीहरूमा गहिरो थियो। भूमि पूजा, कुल पूजा र प्रकृतिप्रतिको श्रद्धाले मगरहरूको आध्यात्मिक जीवनलाई विशेष बनाएको छ। परम्परागत रूपमा मगरहरू कृषि, पशुपालन र सैनिक सेवामा आधारित जीवन बिताउँथे। पहाडका कान्ला, खेत, मकैबारी, कोदो र फापरका बालीहरू उनीहरूको जीवनसँग गहिरो रूपमा जोडिएका थिए। गाउँमा मेलापात र सामूहिक श्रमको संस्कृति बलियो थियो। एउटा घर बनाउँदा सिङ्गो गाउँ जुट्थ्यो। दुःखमा सँगै रोइने र खुसीमा सँगै नाचिने त्यो सामाजिक संरचनाले मगर समाजलाई अझ बलियो बनाएको थियो। मगर महिलाहरू मेहनती, साहसी र जिम्मेवार मानिन्थे। खेतदेखि घरसम्म, परिवारदेखि समाजसम्म उनीहरूको भूमिका बराबरी रूपमा देखिन्थ्यो। पहाडको कठोर जीवनमा उनीहरूले सङ्घर्षलाई मुस्कानसँगै स्वीकारेका थिए। समयको क्रमसँगै मगर समाजमा ठूलो परिवर्तन आयो। शिक्षा, वैदेशिक रोजगारी, सहरतर्फको बसाइसराई र आधुनिक प्रविधिको प्रभावले नयाँ पुस्ताको जीवनशैली फेरिन थाल्यो। आज मगर समुदाय राजनीति, सेना, प्रशासन, साहित्य, कला, खेलकुद, व्यापार र शिक्षा जस्ता क्षेत्रमा उल्लेखनीय रूपमा अघि बढिरहेको छ। नेपालका धेरै चर्चित सैनिक, कलाकार, लेखक र खेलाडी मगर समुदायबाट उदाएका छन्। तर विकाससँगै चुनौतीहरू पनि थपिँदै गए। मातृभाषा बोल्ने संख्या घट्दै जानु, पुराना संस्कार हराउँदै जानु, गाउँ रित्तिनु र युवा पुस्ता विदेशिनु अहिलेका मुख्य चिन्ताका विषयहरू बनेका छन्। त्यसका बावजुद मगर समुदाय आफ्नो पहिचान, भाषा र संस्कृतिको संरक्षणका लागि निरन्तर सक्रिय छ। गाउँघरमा सांस्कृतिक कार्यक्रम, लोकनृत्य, मातृभाषा शिक्षा र इतिहास संरक्षणका प्रयासहरू
भइरहेका छन्। आज मगर समुदाय केवल नेपालको पहाडमा मात्रै सीमित छैन। संसारका विभिन्न देशहरूमा पुगेका मगरहरूले आफ्नो संस्कृति, गीत र पहिचानका लागि अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याइरहेका छन्। जहाँ पुगे पनि उनीहरूको मनमा पहाडको सम्झना, मादलको ताल र आफ्नोपनाको सुगन्ध जीवित छ। मगर जातिको इतिहास पहाडको कथा हो, सङ्घर्षको, साहसको, स्वाभिमानको र संस्कृतिको कथा हो। उनीहरूले नेपालको निर्माणमा रगत, पसिना र समर्पण दिएका छन्। पहाडका कुहिरोसँगै गुन्जिने मगर लोकगीतहरू युद्धभूमिमा गाँजिएका वीरता र प्रकृतिको श्रद्धाले मगर समुदायलाई नेपालको मौलिक आत्माका रूपमा स्थापित गरेको छ। समय बदलिँदै जाला, संसार आधुनिक बन्दै जाला, तर इतिहासले सधैँ सम्झिरहनेछ नेपालका पहाडहरूमा कहिल्यै नझुक्ने एउटा वीर जाति, जसलाई मगर भनेर संसारले सदैव हृदयमा राखिरहनेछ। हस्त, धन्यवाद।